एकचोटि हाम्रो बिना मगर भन्ने हुनु त उहाँको नाम लिँदा अलिकति अप्ठ्यारो होला, तर लिनु नै पर्छ। भोलि यस्तो पनि नहोस् क्या, आजको मन्त्रीहरूलाई भोलि सराप्दै मान्छे फर्केको नहोस्। उहाँलाई एउटा फाइल मैले बुझाउँथ्यो खानेपानीको, मेरो आफ्नो व्यक्तिगत केही होइन, म व्यापार गर्छु, मलाई यस्तो फर्म खोल्छु, मलाई यस्तो दर्ता गरिदिनुहोस् भनेर मैले नेतालाई धाउने, सिंहदरबार धाउने मेरो कुरा कहिले पनि छैन। त्यत्रो धरानुभव महानगरपालिकाको खानेपानीको विषय लिएर आएँ। उहाँ के अरे खानेपानी मन्त्री हुनुहुन्थ्यो। 7 दिन म तपाईँको चाहिँ के अरे लजमा बस्नु पऱ्यो, भरै भोलि भ्याउनुहुन्न, भरै भोलि। अनि मेरो पालो रिस उठेर त्यो फाइल, जुन फाइल मैले लिएको थिएँ, अब यस्तो खालको फाइल हुन्छ नि त, त्यो खरानी कलरको फाइल हुँदैन त, त्यो फाइलमै मैले खानेपानी मन्त्री मुर्दाबाद लेखेर उ त्यो गेटमा उभिएँ। पुलिसले घोक्राउँदै मलाई पक्रेर लग्यो, भरे छोडिदियो, पर लग्यो। यस्तो नगर्नु आइन्दा, गोली हान्ने तँलाई भनेर भन्नु है। त्यो सिंहदरबारमा यस्तो देखाउनु मिल्छ? रिस्ट्रिक्टेड एरिया हो, तँलाई गोली पनि लाग्न सक्छ भनेर हकारेर झपारेर पठायो। खिन्न भएर गएँ। त्यो दिनहरू सम्झिन्छु क्या। धरानमै पनि एउटा चेन्ज देख्छु क्या आज म। आफैमाथि भएको त्यो दुर्व्यवहारका घटनाहरू कहिलेकाहीँ चाहिँ सम्झिनुहुन्छ? सम्झिन्छु म। तपाईँको एउटा भिडियो हेरेको थिएँ क्या, तपाईँलाई त्यहाँ र हर्क साम्पाङ चाहिँ अझै पनि त्यो गेट बाहिर उभिरहेको मान्छे नै हो क्या। जनताको मुद्दा बोकेर हिँड्दाखेरि अपमानित भएको त्यो घटनाले अझै पनि तपाईँलाई पिरोल्छ? जस्तो आज त तपाईँ र आज पनि होइन, आज पनि सयौं हर्क साम्पाङ, हजारौं हर्क साम्पाङ त्यो गेटबाट फर्किरहेको होला। र म चाहिँ वास्तवमा तिनै मान्छेहरूको आवाज लिएर यहाँ छु क्या। सरकार डाउन टु अर्थ हुनु पर्यो, सबैको पहुँचमा हुनु पर्यो भन्ने कुरा न हो, होइन भान्जीजी?